साथीहरू यति बेला जगते र सीता मिलेर गाउँमै भएको अस्पतालमा सीतालाई जचाउन जाँदा भने डाक्टरले अब सीता कहिले आमा बन्न सक्दैनिन् भनेर भनिसकेपछि यति बेला सीता र जगते भने धेरै निराश बनेर घर फर्किएका हुन्छन् र त्यही कुरा आफ्नो घरमा भन्दा भने सीताकी सासू आमा अर्थात् जगतेकी आमाले यति बेला सीतालाई धेरै नै दुःख तनावहरू दिन थालेकी छिन्, त्यसले हेला गर्न थालेकी छिन्। हो साथीहरू, पछिल्लो समयमा जब जगतेकी आमाले मलाई नाति चाहियो भन्दै सीतासँग कर गरिरहेकी हुन्छन् तब सीताले भने आफूले बच्चा किन अझैसम्म नभएको भन्ने कुराको जिज्ञासा लागिसक्दा उनीहरू भने गाउँमा भएको स्वास्थ्य चौकीमा जचाउनका लागि गएका हुन्छन्। तब उनीहरूले त्यहाँ आफू कहिले बच्चा जन्माउन नसक्ने भनेर भनिसकेपछि उनीहरू भने निराश बनेर घर फर्किएका हुन्छन् र राम्रो अस्पतालमा गएर जचाउनुपर्छ, कुनै समाधान निस्किन्छ कि भनेर सीताले आफ्नो श्रीमान जगतेलाई भनिसकेपछि यति बेला जगते र सीता फेरि राम्रो अस्पतालमा जचाउनका लागि जाने भएका छन्। हो साथीहरू, जे जसरी भए पनि सीताको रिपोर्ट राम्रो आउनु पर्दछ र सीताले बच्चा जन्माउनु पर्दछ भन्ने जतिले हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नुहोला। हो साथीहरू, सीताको मातृत्व हरण हुनु हुँदैन र सीताले आफूले एउटा बच्चा जन्माउनु पर्दछ। पक्कै पनि तपाईहरूलाई पनि यस्तै लाग्न सक्छ होला। हो साथीहरू, अब त्यो त नयाँ भागमा थाहा भइ नै हाल्छ। तपाईहरूलाई के कस्तो लाग्छ आफ्नो मनमा लागेको जिज्ञासा तलको कमेन्ट बक्समा लेख्न नछुटाउनुहोला भन्दै आजको लागि यति नै। भेटौँला अर्को नयाँ भिडियोमा, त्यति बेलासम्मको लागि बिदा चाहन्छु।